धेरै मान्छेहरूले आफ्नो बिजनेस व्यापारको वेबसाइट बनाएपछि 1 वर्षसम्म चलाउनुहुन्छ, त्यसपछि फेरि त्यसलाई चाहिँ कन्टिन्यू गर्नु हुँदैन। किन भन्दा तपाईँ हाम्रो यसको एन्सर एकदमै सर्ट एन्ड स्विट छ। किन भन्दाखेरि हाम्रो जति पनि व्यापारीहरू हुनुहुन्छ जसले चाहिँ वेबसाइट बनाउनु भयो, उहाँहरूलाई थाहा नै हुँदैन कि त्यो वेबसाइटबाट व्यापारमा तपाईँको चाहिँ कसरी लैजाने हैन, त्यसमा क्लाइन्टहरू कसरी कन्भर्जन गर्ने, क्लाइन्टहरूबाट त्यहाँबाट कसरी इन्कम गर्ने है, त्यो कुराहरू चाहिँ थाहा नै हुँदैन। त्यो थाहा नै नभएपछि अनि त्यसपछि त्यसले जेनेरेट गर्दैन, व्यापार जेनेरेट गर्दैन। अनि त्यसपछि हाम्रो के हुन्छ त, उहाँहरूले चाहिँ 1 वर्षपछि आफ्नो वेबसाइटलाई कन्टिन्यू गर्नु हुँदैन। यहाँ म तपाईहरुलाई चाहिँ गतिलो उदाहरणहरू दिन चाहन्छु जसले चाहिँ तपाईको चाहिँ थोरै मोटिभेट गराउन सक्छ। जस्तै ई-कमर्स प्रोजेक्टहरुमा, ई-कमर्स वेबसाइटहरुमा हामीले चाहिँ सामानहरु त्यहीबाट चाहिँ क्लाइन्टहरुलाई ड्राइभ गरेर कन्भर्जन गर्न सक्छौं। त्यस्तै गरी यहाँ धेरैवटा न्यूज पोर्टल देख्नु भएको छ जसले चाहिँ लाखौंमा आम्दानी गरिरहेका छन्, जहाँबाट तपाईको एडहरु, विज्ञापनहरु चलाएर आम्दानी गरिरहेका छन्। जो लेखकहरु हुनुहुन्छ उहाँहरूले लेखेर नै कमाइराख्नु भएको छ वेबसाइटबाट, गुगल एडसेन्सबाट हैन, पार्टनरशिपहरुबाट गराइराख्नु भएको छ। र यसको लागि पनि हामीले चाहिँ कन्सिस्टेन्ट चाहिँ हुन जरुरी छ। कन्सिस्टेन्ट भइयो भने हामीले अभियसली वेबसाइटबाट पनि राम्रो आम्दानीको एउटा स्रोत बनाउन सकिन्छ र यसलाई लङ एन्ड लास्टिङ भएर चाहिँ काम गराइराख्न, अगाडि बढाइराख्न सकिन्छ। सो धेरैवटा टपिकमा अझै नयाँ कुराहरू जान्नको लागि हामीलाई सब्स्क्राइब अथवा फलो गर्नु होला। सी यू देयर।